अनिस दाइ के छ अनि हामी कहाँ छ अहिले कहाँ हो यो भद्रपुर झापा भद्रपुर बहिनीको बिहेमा हामी यहाँ आएको छौँ को छौँ भनेदेखि यहाँ हाम्रो हुनुहुन्छ सर्वश्रेष्ठ दाजु हाम्रो बडे भैया किशोर दा हुनुहुन्छ बिहेमा यहाँ बडे भैया यहाँ अर्को छोटे भैया यहाँ अर्को छोटे भैया होइन यस्तो बवाली ल हेर्नुहोस् मात्र 24 बिटो मात्र कति अरे दाइ यसमा नगरौँ है पकाउने कार्यक्रम उहाँ चाहिँ हाम्रो उतो चाहिँ बिहे घर हो उतो बिहे घर यहाँ छ जोस् यहाँ अब भरे त केही हुँदैन होला खासै भरे के हुने कार्यक्रम हो र दाइ यहाँ केही हुँदैन यो चाहिँ हाम्रो भद्रपुरे रोड क्याम्पस मोड यता होइन बबाल रमाइलो छ जोस् यो ठाउँ चाहिँ आइया छ बिहेमा यो चाहिँ हाम्रो के अरे मैले चाहिँ मेचीकै सबैभन्दा ठुलो मेचीको झापा जिल्लाको होइन भन्ने सुन्नमा आयो होइन यो चाहिँ सबभन्दा ठुलो क्याम्पस यहाँ ठुलाबडा मान्छेहरूसँग ठुल्ठुला ठाउँ हिँड्ने पर्नुपर्छ अनि मात्रै हुन्छ यहाँ सरर र चप्पललाई चप्पल हेर्नुहोस् सिलगढी भ्यान छँदैछ ड्याङ्गे भ्यानमा बस्ने चल्दिने सिलगढी त्यहाँ भ्यान छ त्यो अप एन्ड ड्रप एन्ड पिकअपवाला भ्यान छ त त्यहाँ त्यो राखेको हेर्छन् ओ मेची मल्टिपल क्याम्पस ल हेर्नुहोस् श्रोताबिन्दहरू पवाल मेची मल्टिपल क्याम्पस यत्रो ठुलो यहाँ चाहिँ मटका अरे यहाँ चाहिँ फेरि मटका हाउस ए यहाँ रहेछ त्यहाँ यो सबै चिया खाने अड्डाहरू मेची मल्टिपल क्याम्पस गाइस ल हाम्रो बिहेको कार्यक्रम बेहुला बेहुली उहाँ हुनुहुन्छ म तिम्रो बेहुला तिमी मेरो बेहुली भन्दै किशोर दाइ रेडी हो भोकले पुरै चुर हो भोक लागेको छैन अनिस दाइ के छ यता अनिस दाइ पनि व्यस्त हुनुहुन्छ फोनमा अनिस दाइ पनि व्यस्त छन् फोनमा है हामी पनि व्यस्त छौँ दौरा सुरुवाल लगाएर स्पोर्ट्स जुत्ता लगाएर हिँड्ने कार्यक्रम यस्तो छ ल हेर्नुहोस् घर त्यो भयो यहाँ छ बस्ने ठाउँ बेहुला बेहुलीको सर्लक्क लगाएर त्यहाँ अब भरे अहिले 11 बजीतिर आइपुग्छ बेहुलो 11 बजी उहाँबाट हिँड्ने हो कि 11 बजी आइपुग्ने हो 11 बजी आइपुग्ने होला है धमाधम कार्यक्रम भइरहेछ यहाँ है एकदम भ्याइने भाइ उदुम होइन मान्छेहरूको आगमन भइरहेको छ आउने कार्यक्रम भइरहेछ जाने भइरहेछ है त्यस्तै छ अब यहाँ अब अहिले हेर्नुपर्छ अहिलेको माहौल कस्तो हुन्छ भन्न गाइस हाम्रो करण दाइको नयाँ पिआइडी एउटा हावा करण दाइको नयाँ पिआइडी पुरानो अलिकति धेरै पनि भएन 2-4 महिना 6 महिना भयो होइन करण दाइको ल हेर्नुहोस् यस्तो छ है दाइले भर्खर गाडी धरेर लिएर आउनुभयो कुन चाहिँले हो यो युनिसा भनेर लेखिदिएको छ होइन गाडीमा है दाला यस्तो तनाव भयो है चट्ट बिहेमा आइया दा गाडी अनिस दा हाम्रो रोदक या बल्की म्यान है यसले देखा है मनिस दा किशोर दा कहाँ हराउनु भयो किशोर दा आउँदै हुनुहुन्छ उहाँ ओ हाम्रो अग्रज दाजु है सर्टसँगले अब गाडीमा चढ्ने अनि हामी ट्याक्कै बिहे पुग्छौँ होइन अब बिहेमा जाने होइन अब झ्यापा लाएर है ओ यहाँ हो दाइले सफा पनि गर्नुभयो है लगाइस्